लगाइदियो जाने हो नहीं मलाई भन त मलाई मैले थाहा छैन सर्कै ढङ्ग छैन उहाँहरू के गर्नु मेरो भन्दा त अब धेरै छ होइन 80 छैन ढङ्गै रहेछ सबभन्दा बढी जानेको त यहाँ बाइक चलाउन 80 छैन बसीको भन्दा छैन होइन फेरि खेलेका भन्छ बिचमा अब चाहिँ खुसी लाग्छ पढाइमा उयो आलु पाड्यो I got nightmares in my head, I fear the thoughts build up until I can't hear, that my mind fills up into a creature, and it haunts me somewhere much deeper. Anxiety, filling up every space, no privacy, and silently, it could build and build until you finally see, whoa, it's taking over, damn no closure, moving closer, no exposure, I just wanna be a loner. Some can't stay sober, looking over all their shoulders, like moving boulders just to get out of the home. It sucks, I've had enough, I don't wanna feel the stuck under the rug, all my problems that I shove. I got nightmares in my head, I fear that the ल फाइनली यहाँ चाहिँ काफलको बुटो भेटिएको छ तर यहाँनिर चाहिँ यस्तो डेन्जर रहेछ यो पुरै बग्ने जस्तो यहाँनिर एउटा फलेको रातो रातो देखिन्छ यो दाना टिपेर चाहिने हामीले ल कुनै बाबु अर्को भयो मान्छेले चाहिँ अब टक्क लगाएर काफल टिपेर ए सही ल हाम्रो बिना बेल चाहिँ काफल टिपिरह यहाँनिर चाहिँ केटाहरूले काफल हन्टिङ गरिरहन् हामी चाहिँ आज यहाँनिर काफल खाना भनेर आएको वास्तवमा तर यहाँनिर चाहिँ गुराँस कति नै गुराँस मस्तै गुराँस देख्यौँ होइन अनि हामी गुराँस टिप्नको लागि दुई भएर टक्क ल्याएर यतातिर आजौँ तर भाइले चाहिँ सुरुकै लटमा गुराँस टिपिदिइसक्यो कि किन तिमीलाई यति हतार किन भयो गुराँस टिप्नको लागि केही यो अब गर्लफ्रेन्ड भएकोलाई हतार भइहाल्छ म जस्तो सिङ्गललाई चाहिँ हतार छैन भाइको चाहिँ गर्लफ्रेन्डलाई गिफ्ट दिने भनेर होइन यस्तो गुराँसहरू छ यस्तो दामी दामी गुराँसहरू छ के कुरा गर्नु ओ ल यहाँनिर चाहिँ काफल टिप्ने एकदमै हाम्रो शिशिर भाइ चाहिँ माथि छन् शिशिर भाइ कहाँ छौ खुट्टा हल्लाइदेऊ त हात त तल देखिन्न झरे झरे ल टेक्नोलोजी माय गॉड ल ल ल शिशिर फ्रेममा छ फ्रेममा ल अहिले तन्काउनु पर्यो सबु आशिष त उलाई देऊ न अनि तल राखै तिमीले ल फेरि लोड जुमा अन्त फेरि लोड दिन पर्यो बिना बाबु यहाँ चाहिँ यत्रो काफल हन्टिङ भइरहेको एकदम त्यो त जानी एक लक्को जानी हैन अब अझै एकछिन टिप्नु जब टिप्नै लागि यो मेन काफल झार्ने मान्छे चाहिँ यिनै हुन् यिनी कति फिटको छौ रे 6 फिटका मान्छे हुन् तर मिलाएर 5.5 फिटका चाहिँ छन् यहाँनिर चाहिँ अब चटपटे हुँदैछ काफल धेरै हैन 10 पाथी काफल लाने योजना छ कति सक्सेस भयो बिना चाहिँ आधा भयो आधा अब 3 पाथी जति टिप्यो अब 7 पाथी बाँकी छ अनि चाहिँ आज हामीले चाहिँ यति 10 पाथी नपुराइकन हामी घर जाने बेला छैनौँ हैन आगो बाल्दा बसिन्छ
जुत्ता सोच्दा एउटा डोरा भन्ने कार्टुन दियो एक्सप्लोर विथ डोरा भन्ने मनिष बोर्दर एउटा एक्सप्लोर विथ डोरा भन्नेवाला कार्टुन थियो नि त्यस्तै हो क्या बाटो देखाउने हामीलाई काफलको चक्करमा जङ्गलभित्र भड्किरहेछौँ यस्तो भाइ छ नि भाइले पखेटा ओढेछन् यो पखेटामा हामीले अहिले फिजाएर चाहिँ काफल थापिन्छ विनय सर लोट्नुभन्दा पहिले भनिदिइहाल्ने यहाँनिर मोमेन्ट क्याप्चर गर्नुपर्छ मलाई लोट्नुभन्दा पहिला इन्फर्म ठ्याक्क लोट्ने बेला भयो नि अझै गरिन्छ आफै पछाडि कन्टेन्ट भइहाल्छ अहिले यसरी लडेमा खास मेरो लड्ने इच्छा त थिएन ल समथिङ यस्तो बाटो छ बाटो नभएको ठाउँमा हामीले बाटो बनाइरहेको छौँ के गर्ने पानी परेको छ आकाशबाट तर मोबाइलमा चाहिँ पानी परेको देखिन्न त्यति हो पर्न चाहिँ परिरहेको सबै मिली लाइक सब्सक्राइब सेयर यो सबै गरौँ हैन कति छ त सब्सक्राइबर तपाईको 10-12 के छन् 25,000 त पैसा मात्रै नआएको ल है हामीले बल्ल त्यहाँनिर चाहिँ घाम देखे जस्तो लाग्यो आकाशमा अलिअलि बादलभित्र कोही लटेको छैन ल है ल हाम्रो गाउँमा यसरी पाइनएप्पल फल्छ है बजारमा अर्कै तरिकाले फल्ला पाइनएप्पल हामीले यसरी फलाइन्छ रुखमा माथि अर्कै रुख छ तल पाइनएप्पल छ ल कन्टिन्यू छ के छ बिना सर कथै लोट्ने भन्नु तपाईँ लोट्नुहुन्छ भनेर हो कि मोबाइल झिकेको ठ्याक्क भन्नु सङ्केत दिनु पऱ्यो है तपाईँले 0.5 सेकेन्ड अगाडि यसो लोट्दैछु लोट्न लाएँ यहाँनिर चाहिँ पुरा हतियार लिएर जानुभयो भिनाजु अगाडि भिनाजुले हतियारलाई चाहिँ धारण गर्नुभएको छ यहाँनिर चाहिँ वन कुखुरा करा जस्तो छ ओ माई गड जङ्गलमा आज मङ्गल हुने भयो हो विनय सर चिप्लिनु ठ्याक्कै विनय सरको पछाडि बसेको म त बल्ल त छोप्नै हुन्न कन्टेन्ट बिग्रिहाल्छ नि हाम्रो अब काफल झार्ने भाइ मेरो पछाडि छन् मभन्दा अलगै छन् ठाउँमा चाहिँ ठाउँमा भयो नि होइन शिशिर भाइ के छ हामी कुन ठाउँमा आयौँ अहिले हामी जङ्गलमै यहाँ छौँ मोटरबाट आयो क्या जङ्गल कटेर जस्तो छैन जङ्गलको बिचमा हेलिप्याड छ क्या जस्तो लाग्यो मलाई त एयरपोर्टै हो हतियार प्रहार भएको अवस्था यहाँनिर भिनाजुद्वारा दिदीलाई भात खान नदिएको रिस हो कि जस्तो लाग्छ मलाई यस्तो ठाउँ छ काफल पाकेको कुरा हामीले सुनिसक्यौँ यहाँनिर कता हो भन्ने कुरो ए देखियो ठ्याक्कै भिनाजुको हतियार अगाडि को लोटेको क्यामेराले क्यामेराले नभेटेको अवस्था यहाँनिर चाहिँ हाम्रो टेक्नोलोजी भाइले चाहिँ मजाको रूपमा प्लास्टिक प्रयोग गरेका छन् फाइनली एउटा काफलको बुटो भेटियो ए यो त मैले पनि टिप्न सक्ने काफल रहेछ लगाएपछि विनय बाबु तिमी नलोट्ने चाहिँ भयो यो भलक सक्क हुन्छ नि ए हामी लाइभ टेलिकास्ट युट्युबमा होइन युट्युबमा लाइभ गर्ने बजेट हाम्रो अलि छैन ए बजेट छ ल मिर्गको बच्चा देखाम है खै मिर्गको बच्चा कति दौड्यो लाइभ टोइले देखाम है लाइभ टोइले भागिहाल्यो उता गइराछ हेर्नु त सिधै तल सिधै ओ माई गॉड
ल गाइस उतैनिर छ अब जसको आँखा राम्रो छ देख्नुहुन्छ आँखा बिग्रेकोले चाहिँ देख्नुहुन्न चेकअप गर्नु होला काली त देख्नुहुन्छ नि सबैले ओहो ल भिनाजुले प्लास्टिक भरिसक्नु भएको अवस्था भिनाले नि प्लास्टिक काफल खान चाहिँ हजुरहरू पनि समय मिल्छ छुट्टी छ भने आइदिनुहोस् छुट्टी मिलाएर नमिले पनि अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर 2 पोखराथोक हैन हजुर स्थित यो डाँडाकटेरीको जङ्गल हो हेर्नुहोस् डाँडाकटेरीमा काफल भन्ने कुरो हेर्नुहोस् हेर्नु नै तपाईँहरू आफै हेर्नुहोस् हामीले के भनौँ हेर्नुहोस् मात्र हेर्नुहोस् बाँकी केही नगर्नु होला हामीले धेरै होइन 5 पाथी मात्रै उता राखेका छौँ 2 पाथी यता भइसक्यो अब यता साथीभाइको सबै कलेक्सन गर्दा कति भइरहेछ 2-4 पाथी उता बिनाइतिर भयो आज बिनाले 3 पानी पालन जस्तो छ काफलकै 3 पानी होला जस्तो छ आज अघि गन्धले चाहिँ भेटे जस्तो छ 2 ठाउँमा चाहिँ लडिहाल्नु भयो हल्का स्लिप दिइहाल्यो आज काफलले हल्का यस्तो गुलियो खाएको ठाउँमा अमिलो भो नखाऊ होला ओए दुईटा दाना अमला पनि भेटिएको अवस्था छ अमला भेटियो रे ल कोरेर त्यही पनि काफलकै बुटमा अमला भेटिएको अवस्था गाइज यो चाहिँ हतियार हो हातले पुगेन भने यसले कहाँसम्म पुग्छ गाइज आफै हेर्नुहोस् कहाँ पुगिरह टुप्पोलाई हामीले भुइँमा ल्याइदिन्छौँ क्या शिशिर भाइ तिम्रो हाइटले काम गरेन जस्तो छ यार त्यसैले त आन्छ नि टुप्पो त नभए हाम्रो हतियार छँदैछन् काफल टिप्नलाई हामी तयार छौँ यस्तो जङ्गल छ पुरा घोर जङ्गल छ जङ्गल घनाघोर जङ्गल छ बाघ भालुको आवाज आएर हामीलाई त एकदम डर लागिरहेछ तर पनि यो हतियार भिनाजुको हतियार भएर चाहिँ म डराएको छैन डराउनु पर्दैन बरु मृग नभए बाघ बानी मारिन्छ भन्नुभयो भिनाजुले बाघ चाहिँ मारिहालिन्छ भिनाजु धपाइन्छ भिनाजु मृग मार्न नसके बाघ चाहिँ मारिन्छ क्या हामीले हामीले आफै भागिन्छ नभए नसके आफै भागिन्छ चिच्चाउँदै सही हो विनय सरलाई पुगे जस्तो छ अगाइयो पेट नाकलाई चाहिँ पेटले जिते जस्तो छ क्या विनय सरको एमा यो काफलको रुखमा को ल पुल्टुन बाजी खेल्नुभयो राम्रो मोमेन्ट फ्रेममै क्याप्चर भइरह के छ तपाईँलाई कस्तो फिल भयो आफ्नो एक्सपिरियन्स सुनाउनु त एक्सपिरियन्स त बवाल गजबै भन्न चोट लागेन ठिक छ दुखाइलाइन दुखाइ भुल भएन एकदम छन् चाहिँ रातै छन् क्या पुरै हल्लाका सुरुमा सबैले काफल खाँदाखेरि चाहिँ मैले किन खाएको छैन भन्ने लागिरह्यो होला म चाहिँ अगाइसकेँ गाइज मेरो मन मरिसक्यो म हतियार छपेर बस्ने काम मेरो भइरह अरू मैले सक्दिनँ अब खान म खान्न होला मैले खान्न अब मलाई यो वर्ष पुगिसक्यो गाइज ल भाइले त हान्नका निउले गर्नु भने छैन ल ओ खै हात पहिला देखाउनु ओ माई गॉड कस्तो छ खै रियाक्सन तर शिशिरको भएन मिठो छ भने तर मुखको रियाक्सन चाहिँ अमिलो छ किन यस्तो जियोस् हाम्रो भाइको चाहिँ मेहनत चाहिँ हामीले खेर जान देखेनौँ त्यसरी तिरपाल बसाएर भने त्यसलाई चाहिँ हामीले ठाउँमै झारिरहेछौँ हामीले यो काफललाई लगेर मार्केटमा बेच्यौँ भने कति जति पर्ला त नेपालको अर्थतन्त्र कहाँ पलटो काफलले गर्दा नेपालको अर्थतन्त्र सुध्रिने अवस्था भयो हाम्रो नेपालको त्यही भएर चाहिँ तपाईँहरू पनि सबै आफ्नो पाकेको भन्दा कहाँ छ धेरै गाह्रो अर्थतन्त्र बिगार्ने जो उसको मन होला ल पारिजाम है त अब उतैबाट झरमला है त उहाँ चाहिँ हाम्रो मार्ग निर्देशक गाइड जे भने पनि उहाँ हो उहाँ बिना चाहिँ हामी यो जङ्गलमा भड्किरहने मात्रै हो यहाँनिर चाहिँ अब कुन बाटो जाने भनेर डिस्कस गरिरहेको छ यहाँ चाहिँ दुई मत बनिरहेको छ एउटा भनेको चाहिँ अब यो हामी जुन बाटो आएको थियौँ जङ्गलको बिचबाट अर्को भनेको चाहिँ मलाई थाहा छैन यताबाट छ अरे उहाँ गाइडले चाहिँ हामीलाई गाइड गर्नुहुन्छ अब गाइडले जे भन्नुहुन्छ हामी त्यही गर्न रेडी गाइडले चाहिँ टिम बाँडिदिनुहोस् कसले के गर्ने काम बाँडिदिनुहोस् टिम बाँडिदिनुहोस् हामी त्यही गर्छौँ ल हामीले चाहिँ टिम बाँड्यौँ एउटा टिम चाहिँ प्रो टिम चाहिँ काफल टिप्न गइरहेको छ र हामी चाहिँ यो पुरानो बाटो फर्किन थाल्यौँ
चाहिँ हामीले लगभग कति 5-5 किलो छ होला है बिनाजु धेरै छ अलि। लगभग 12-15 किलो जति चाहिँ हामीले दुई प्लास्टिकमा गरेर टिपिसकेका छन् अझै उहाँहरूले टिपिरहनु भएको छ ल मैले चाहिँ हामी कतिजना काफल टिप्न आएको छौँ भन्ने कुरा चाहिँ यहाँनिर देखाउँछु यहाँनिर हेर्नु त बाइकमा हामी कतिजना आएर रहेछौँ मस्त ल ल ल किन बाख्रा पाठापाठी किन लिएर आएको बाबुराजा यहाँनिर चाहिँ हाम्रो काफलको भाग बन्डा चलिरहेको छ कसले कति कसको भागमा चाहिँ कति पर्ने भनेर यहाँनिर चाहिँ हाम्रो प्रतिभा दिदीले चाहिँ यहाँनिर भाग बन्डा गर्न थाल्नु भएको छ तलदेखि माथिसम्म सर्लको सबैले बिना भाइ बुझाउने नबुझ्यो फेरि यो रेकर्डिङ सुन्ने अहिले हामी कहाँबाट है डाँडापट्टिबाट निस्किसकेछौँ यति चाहिँ हाम्रो भागमा परेको छ होइन 4 घरलाई बाँड्ने है यो चाहिँ भुटुल पनि लाने रे अब बिर भाइले ओ माइ गड अब एउटा टोली चाहिँ दुगुरी राख हामी चाहिँ दुईजना जुन आएको थियौँ दुईजना हामी दुर्गाबाट फर्किने अब बाँकी 3टा बाइक चाहिँ 2टा बाइक बुटोल एउटा बाइक पढेन अरे अघि चाहिँ हामी यहीँबाट तल झरेको अहिले यहाँबाट हामी चाहिँ टक्क लाएर लेफ्टतिर लाग्यो अब बाटो चाहिँ बवाल छ यहाँको बाटो चाहिँ बाटो देखाउँछु मैले किन फालिदिउ त केटाहरू यत्रो मेहनतले कुरा टिपेको फालिदिए भ्यालु छैन केटाहरूलाई भ्यालु तर बाटो चाहिँ डेन्जर रहेछ अब चाहिँ राम्रो बाटो आउनेवाला छ 2 मिनटभित्रमा त्यही भएर चाहिँ अब पल्टे पनि राम्रै बाटोमा पल्टिन्छ जस्तै यत्रो बेर डराएर पछाडि बसेको हाम्रो शिशिर भाइ चाहिँ हाम्रो बाटो आ भनेर त दुकुर अगाडि पुगेको यस्तो बस्यो नि केटाकेटीहरूको पारै छुट्टै छ कि